नमस्कार। फेरि पनि म हजुरहरूको सामने एउटा सानो सूचना लिएर आइसकेको छु। सूचना चाहिँ के छ, के विषय सम्बन्धित छ भनेर हजुरहरूलाई सानो हिन्ट तपाईँहरूले पाइसक्नु भएको छ होला। जुन ठाउँमा म उभिएर बसिरहेको छु, भर्खरै मात्रै प्राप्त भएको सूचना अनुसार निकै नै लामो समयदेखिको बन्द भएर बसेको गोर्खाको र नेपालकै एकमात्र टायर उद्योग गोर्खाली रबर उद्योग अब पुनः सञ्चालनमा ल्याउन सकिन्छ या सकिँदैन भन्ने विषयमा चाहिँ विस्तृत रूपमा एकदम छलफल भएर त्यसको प्रतिवेदन नै अहिले अर्थमन्त्री सोली माग्लेज्यूबाट अहिलेको यो टायर उद्योगको गोर्खाली रबर उद्योगको प्रतिवेदन उहाँसम्म पुगिसकेको छ। उहाँले चाहिँ अब यो विषयमा के कसरी अगाडि बढ्नुहुन्छ र यो फेरि गोर्खाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन सकिन्छ सकिँदैन भन्ने विषय चाहिँ त्यो पछिको कुरा हो। 2-4 दिनमा या केही दिनमा देखिन्छ। तर यस्तै गरी पहिला राजाको पालामा या पछि पनि बनेका उद्योग सञ्चालनहरू पछि बन्द भएकाहरू यसै गरी एक एक गरी पुनः सञ्चालनमा ल्याउने हो भने चाहिँ यो वैदेशिक रोजगारी चाहिँ धेरै मात्रामा रोक्न सकिन्छ भन्ने चाहिँ सारा नेपालीको बुझाइ छ। हस् त, धन्यवाद।